यो ग्राफ प्रत्येक वर्ष विज्ञान शिक्षा तथा प्रविधि मन्त्रालयबाट एनओसी अर्थात् नो अब्जेक्सन सर्टिफिकेट लिने विद्यार्थीको हो र हामी हेर्न सक्छौँ कि जेनरल राइट्सको ट्रेन्ड देखिन्छ। भले यहाँ कोभिडका 2 अवधिमा केही डिसेन्ट भए पनि ठिक कोभिड काल सकिने लगतै जस्तो एउटा स्टिप राइट छ र मूलतः हामीले ठ्याक्क हाम्रा देशका परिपाटी हाम्रा विश्वविद्यालयका व्यक्तिहरू जसले चाहिँ यो एक्सोडसलाई फ्युल गरिरहेछ यो विषयमा त हामीले धेरै चर्चा गरेका छौँ। तर सँगसँगै एउटा यस्तो परिपाटी पनि विकास भइरहेको छ कि यो विदेशी विद्यार्थीको सङ्ख्याले र विदेशी यो परिपाटीले एक्चुअली यहाँको शैक्षिक प्रमाणीकरणलाई पनि असर गर्न थालेको छ र ठ्याक्कै म यो भिडियोमा त्यस्तै एक प्रकारको रेसिप्रोकल कजेसन डिस्क्राइब गर्न गइरहेको छु जसले चाहिँ जुन हाम्रो विश्वविद्यालयको एकाडेमिक्सलाई पनि यो विदेशीको परिपाटीले असर गरिरहेछ र हामीमाझ सोभि चुनाव पनि आएको छ र सोभि चुनावको पूर्व सन्ध्यामा हामीले विभिन्न विद्यार्थीका मुद्दाहरू उठान गरेको हेर्न सक्छौँ र कतिपय मुद्दा विशेष गरी त्रिवीको कन्टेक्स्टमा हेर्ने हो भने समयमा नतिजा नआउनु, परीक्षामा ढिलाइ हुनु, समयानुकूल पाठ्यक्रम नहुनु, छात्रावास अव्यवस्थित हुनु, प्रमाणपत्र लिन सकोस् पूर्ण हुनु यी त्रिवीका मुख्य मुद्दा हुन् र स्वाभाविक रूपले यी मुद्दा मुख्य हुन् किनभने यसले बहुसङ्ख्यक विद्यार्थीलाई असर गरिरहेछ। तर त्रिवीभित्र यस्ता समस्याहरू पनि छन् जो मलाई लाग्छ धेरैलाई थाहा नहुन सक्छ जो यी समस्याभन्दा निकै विकराल छन् तर सबै विद्यार्थीलाई असर नगर्ने भएको कारण एकदम कमैलाई मात्र यसको जानकार छ र आज म यस्तै केही त्रिवीका व्यतिथिमाथि चर्चा गर्न गइरहेको छु र यी व्यतिथि यति नोबल छन् कि मलाई लाग्छ यी व्यतिथिको बारेमा चर्चा गर्न सायद हाम्रो भाषामा हामीले 2 नयाँ शब्दका आवश्यकता पर्छ। अब ठ्याक्कै ती 2 नयाँ शब्द के हुन् म तपाईँलाई पछि भन्नेछु र मेरो परिचय दिनुपर्दा मेरो नाम निमेश दाहाल, हाल भौतिक शास्त्र केन्द्रीय विभागमा तेस्रो सत्रमा अध्ययनरत विद्यार्थी र यो भिडियो किन पहिलो त जस्ट अब मेरो मोटिभेसन यो भिडियो बाहिर ल्याउनुमा चाहिँ एउटा चाहिँ जस्ट व्यतिथिलाई बाहिरी प्रकाश दिने हो। बाहिरी प्रकाशको अभावमा केही व्यतिथिहरू छन्, केही विकृतिहरू छन् हाम्रो विश्वविद्यालयभित्र ती एकदम मौलाइरहेछन् र त्यसलाई बाहिरी प्रकाश दिएर एउटा जस्ट त्यो सनलाइटले एउटा डिसइन्फेक्टेन्टको काम गर्छ भन्ने मेरो आशा छ। सँगसँगै अब म भौतिक शास्त्र केन्द्रीय विभागको विद्यार्थी भएको नाताले भोलिको दिनमा यो विभागमा कोही विद्यार्थी आउँदैछ भने मलाई लाग्छ कि 2-4 परिपाटी विभागको के कस्तो छ त्यो बारे विद्यार्थीले जानकारी पाउनुपर्छ र ताकि भोलि कोही विद्यार्थी यहाँ आउने डिसिजन गर्छ भने त्यो एउटा इन्फर्म्ड डिसिजन होस् र तपाईँले अब पछि डिस्कभर गर्न सक्नुहुन्छ कि म यहाँ ग्रेडको धेरै चर्चा गर्छु तर ग्रेडको म यति कुरा गरिरहँदा मेरो जस्ट एउटा आशय भनेको ग्रेडिङ सिस्टमलाई जस्ट एलोभेट गर्नु होइन पक्कै पनि ग्रेडिङ सिस्टमका केही युजेस छन् एकदम धेरै लिमिटेसन्स तर जस्ट मेरो अहिलेको परिवेशमा चाहिँ मैले ग्रेडको चर्चा गर्नुको प्रमुख आशय चाहिँ यसले कुनै एउटा डिपर प्रब्लमलाई सिग्नल गरिरहेछ र त्यो डिपर प्रब्लम अख्तियारको दुरुपयोग र म यही कन्टेक्स्टकै एराउन्ड मैले चर्चा गरेको यो कुरा म निष्कर्ष गर्न चाहे। गत कार्तिक 20 गते त्रिवी विज्ञान तथा प्रविधिले भौतिक शास्त्र पहिलो सत्रको परीक्षाफल प्रकाशित गर्यो र त्यो परीक्षाफल तपाईँ यहाँ हेर्न सक्नुहुन्छ र कुनै सामान्य परीक्षाफल जस्तो लाग्ला तपाईँलाई एउटा अनुभव आइसक्यो होला कि जस्तै यसमा उत्तीर्ण विद्यार्थीको सङ्ख्या एकदमै धेरै छ र त्यो सङ्ख्या हेर्नुहुन्छ र विशेष गरी 77 ब्याचमा हेर्नुहुन्छ भने त्यो सङ्ख्या 103 छ र उत्तीर्ण दर हिसाब गर्ने हो 103 को र ठ्याक्कै हामीलाई परीक्षामा कति विद्यार्थी सामेल थिए थाहा छैन तर हाम्रो आकलन छ त्यो सङ्ख्या 106 देखि 109 को आसपास हुनुपर्छ र त्यसको हिसाबमा उत्तीर्ण दर यदि हिसाब गर्ने हो भने 94% हुन्छ र यही क्रममा म तपाईँलाई एउटा प्रश्न सोध्न चाहे यो परीक्षामा
हाइएस्ट जिपिए कति छ होला, के आकलन लगाउन सक्नुहुन्छ? यति विद्यार्थी पास भएको छन्, समग्रमा केही अलिक उच्चतम नै जिपिए छ होला, त्यो अपेक्षा राख्न सकिन्छ, तर ठ्याक्कै कति छ होला त्यो केही आकलन लगाउन सक्नुहुन्छ? 3.90, 3.96 कति छ होला? र अर्को प्रश्न, त्यो हाइएस्ट जिपिए कतिजना स्टुडेन्टले ल्याए होला, के अनुमान लगाउन सक्नुहुन्छ? 1 जना, 3 जना, कतिजना ल्याए होला? र जस एउटा कुरो जस तपाईले यही आसपास यही बल पार्कमा केही अनुमान लाउनु भएको थियो 3.90 3.96 भनी त्यहाँको दुई अनुमान गलत हुन् र विद्यार्थीको संख्या पनि 1-3 लाख थियो भने त्यो दुवै अनुमान पनि गलत हुन् किनभने यो अहिलेको परिवेशमा हाम्रो उच्चतम जिपिए भनेको 4 नै रहेको छ र ल्याउने विद्यार्थीको संख्या 1-3 नभएर 30 जना रहेको छ र अब यो कुराले अलिक जस्ट अपत्यार लाग्दो लाग्न सक्ला हैन साच्चै हामीसँग सीडीपी मा 30 जना टपर छन् त र ठ्याक्कै भन्नुपर्दा इयरली इन्टेक सीडीपी को हेर्ने भने 120 हो र दुईटा सेक्सन हुन्छ 60-60 को एसेन्शियली 30 जना टपर हुनु भनेको चाहिँ आधी सेक्सन चाहिँ टपर हुनु सर हो र यसको हामीसँग आधार के छन् त यो भन्नुको पहिलो कुरो त प्रशासनसँग निकट र जुन यो परीक्षा फल बनाउने कार्यसँगै पनि निकट हैन उहाँको आफ्नो अभिव्यक्ति अनुसार प्राध्यापकले जनले नै 30 जनाको 4 जिपिए भन्दै हिँडिरहनु भएको छ एउटा कुरा त्यो भयो र अर्को चाहिँ हामीले पनि ठ्याक्कै यो कुरा यकिन गर्न 64 जना विद्यार्थीमा ग्रेड सर्वेक्षण गरेको थियौं र त्यो क्रममा 64 जना विद्यार्थी ग्रेड सर्वेक्षण गर्दा 18 जनाको 4 जिपिए आएको भेटियो त्यो कारण obviously 30 भनेको एउटा प्लजिबल नम्बर हो सेन्ट्रल डिपार्टमेन्ट अफ फिजिक्समा यतिको 4 जिपिए आइरहँदा हैन एउटा स्वाभाविक रूपमा उठ्न सक्छ कि अब जस स्नातकोत्तर तहमा हैन 40% आन्तरिक मूल्याङ्कन र 60% अन्तिम लिखित परीक्षाको मूल्याङ्कन हुन्छ र यही कारणले पो यस्तो जुन एक प्रकारको इन्फ्लेसन जस्तो देखिएको हो कि भने तपाईलाई क्वेशन आउन सकेको हुन्छ हामीले ठ्याक्कै यही डेटा कलेक्ट गरेका थियौं र विभिन्न केन्द्रीय विभागमा फर्स्ट सेमेस्टरको पछिल्लो एक्जाममा उच्चतम जिपिए कति थियो र कति जना विद्यार्थीले त उच्चतम जिपिए ल्याएका थिए हैन त्यसका हामीले यो पनि सर्वेक्षण गरेको थियौं र यो क्रममा चाहिँ हामीले विभिन्न विभागमा अध्ययनरत विद्यार्थीसँगै इन्टरोगेट गरेको थियौं र यो क्रममा पनि देख्न सकिन्छ कि भौतिक शास्त्र जस्तो असाधारण परीक्षाफल कुनै पनि अरु केन्द्रीय विभागमा देखिन्न अधिकांश विभागमा त हेर्यो भने त 4 जिपिए पनि आएको देखिन्न म्याथमेटिक्सको अलावा र म्याथमेटिक्समै पनि अब म्याथमेटिक्समै विभागमा अध्ययनरत साथीहरुसँग अन्तर्क्रिया गर्दा थाहा हुन्छ कि 4 जिपिए गणित केन्द्रीय विभागमा पनि एकदमै रेयर हो हैन यो प्रत्येक सत्र आउने गरेको छैन कारण जस भौतिक शास्त्रमा जस यतिको 4 जिपिए आइरहँदा यस अब स्वाभाविक रूपले एउटा रेड फ्ल्यागको यसले संकेत गरेको छ र भौतिक शास्त्र केन्द्रीय विभागमा यतिको 4 जिपिए आइरहँदा हैन स्वाभाविक रूपले प्रश्न उठ्छ कि पछिल्ला ट्रेन्डहरु के थिए हैन यो भन्दा अघिल्लो वर्ष के कतिको 4 जिपिए आइरहेको थिएनन् र पछिल्लो वर्ष हेर्ने भने त मलाई लाग्छ यो सिनियरसँग बुझे अनुसार 3 देखि 4 जना विद्यार्थीको मात्र 4 जिपिए आएको थियो त्यो भन्दा धेर थिएन र अझ पछिल्ला ब्याचहरु हेर्ने भने त 4 जिपिए पहिलो सेमेस्टरमा त अझ रेयर नै थियो र अर्को स्वाभाविक प्रश्न उठ्न सक्छ कि अब यो भनेको अलिक एउटा हाम्रो सेन्ट्रल डिपार्टमेन्ट अफ फिजिक्स एउटा प्राज्ञिक उन्नयनको संकेत हो हैन कि यहाँ के अन्य थोक भइरहेछ र यो चाहिँ पछिल्ला केही वर्षहरुमा प्रवेश परीक्षामा एमएससी फिजिक्सको प्रवेश परीक्षामा सहभागी हुने विद्यार्थीहरुको ग्राफ हो र तपाईले देख्न सक्नुहुन्छ कि एमएससी फिजिक्स प्रवेश परीक्षामा समावेश हुने विद्यार्थीको संख्या वर्षौं घट्दो छ र यो 78 मा जुन भएको इन्ट्रान्स थियो यो हाम्रो ब्याच हो कोभिड कालखण्डको बीचमै भएको थियो स्वाभाविक रूपले इन्ट्रान्स पार्टिसिपेसन यहाँ अलिक लो नै छ र यो वर्ष पनि खासै सुधार आएन यो पछिल्लो इन्ट्रान्स जुन भएको थियो र जस्ट हामीले यहाँबाट इन्फर गर्न सक्छौं कि एउटा जस्ट डाउन ट्रेन्डमै छ इन्ट्रान्स पार्टिसिपेसन र अर्को कुरो के ख्याल गर्नु पर्यो भने जुन 4 जिपिए आइरहेछ हैन यो न्यूनतम बिन्दुमा आइरहेछ यसमा इन्ट्रान्स पार्टिसिपेसन यति कम भएको बिन्दुमा चाहिँ 30 जना विद्यार्थीको 4 जिपिए आएको छ र यो चाहिँ ऐतिहासिक छ यो पहिलो सत्रमा यति विघ्न विद्यार्थीको 4 जिपिए आएको
स्वाभाविक जानकारहरूसँग बुझ्यो भने तर पनि यो त अलिक अस्वाभाविकै छ र आएको थिएन भने यो त ऐतिहासिक नै छ। र यो चाहिँ केही वर्ष अगाडिका कुरा भयो। 10-12 वर्ष अगाडि जानुहुन्छ भने चाहिँ एमएससी फिजिक्समा इन्ट्रान्स दिनेको सङ्ख्या 2000 सम्म हुन्थ्यो भनिन्छ। अब त्यो सङ्ख्या 2000 देखि अहिले 250-300 को आसपास आइरहेछ र यो चाहिँ विषयप्रति विद्यार्थीको रुचि घटेको सङ्केत गर्छ। र ठ्याक्क यी समस्या औँल्याइरहँदा होइन अब थ्याङ्कफुल्ली यो अहिले भौतिक शास्त्र केन्द्रीय विभागमा हामी जुन समस्या देखिरहेका छौँ त्यसको नाम छ होइन, त्यसको नाम हो ग्रेड इन्फ्लेसन होइन। यसलाई ग्रेड इन्फ्लेसन भनिन्छ। एउटा चाहिँ जस विद्यार्थीले डिजर्भ गर्ने भन्दा धेरै ग्रेड इन्फ्लेट गरेर प्रदान गरिने र अब चाहिँ हामीले ठ्याक्क यो समस्यालाई हाम्रो नेपाली डिस्कोर्समा पनि ल्याउनको लागि एउटा नयाँ शब्दको सुरुवात गर्नुपर्छ। त्यो शब्द हो ग्रेड स्फीति होइन। र यो अभियसली यो शब्द भनेको मुद्रास्फीतिको जस्तो प्यारल हो र अहिलेसम्म यो शब्द नेपाली शब्दकोशमा छैन। तर मलाई लाग्छ अब किनभने स्वाभाविक रूपले शब्दको जन्म आवश्यकताले हुने हो होइन। यो शब्दको हामीले मलाई लाग्छ यो आवश्यकता भोलिका दिन पनि बहुत पर्नेछ किनभने जुन यो विदेशी नै विद्यार्थीको परिपाटी यो परिवेश रहने नै छ होइन। र जुन विकासक्रम हामीले अहिले सेन्ट्रल डिपार्टमेन्ट अफ फिजिक्समा देखेको छौँ अभियसली यो अरू डिपार्टमेन्टमा पनि एक्सपोर्ट हुने चान्स छ। र जस ग्रेड इन्फ्लेसन जुन हामीले भन्यौँ र ठ्याक्क यो इन्फ्लेसन कतिपय लाग्न सक्ला कि अप्पर रिजनमा मात्र हो, उच्चतम जिपिए ल्याउनेहरू के विद्यार्थी ह्यान्डफुल अफ विद्यार्थीलाई चाहिँ इन्फ्लेट गरेर धेरै दिएको हो होइन, कि समग्र मूल्याङ्कनमै हो होइन, यो क्वेसन आउन सक्छ। र ठ्याक्क हामीले यो कुरोलाई चाहिँ एसर्टेन गर्न सँगसँगै इन्फ्लेसन पनि कति सिभियर छ होइन, योलाई पनि एसर्टेन गर्न हामीले एउटा सर्वे क्यारी गरेको थियौँ। र त्यो क्रममा हामीले 64 जना विद्यार्थी सर्वेक्षण गर्दा 61 जना विद्यार्थी पास भएको भेट्यौँ। र पास भएको विद्यार्थीमा हेर्ने हो भने एभरेज जिपिए भनेको 3.82 छ। तपाईँले यो ख्याल गर्नुभएको भएन 3.82 यो यति ठुलो नम्बर हो कि जस्ट बोटनीको यो हाइएस्ट जिपिए पहिलो सत्रको हाइएस्ट जिपिए भन्दा हाम्रो औसत जिपिए धेरै रहेको छ। र अर्को प्रसङ्ग पनि जोड्न चाहे 4 विषयमा कम्तीमा एउटा विषयमा ए वा ए माइनस आउने विद्यार्थी सङ्ख्या हेर्ने हो भने 95% विद्यार्थीको कुनै विषयमा ए वा ए माइनस आएको छ। एन्ड जस्ट ग्रेड इन्फ्लेसन जस्ट कति सिभियर छ होइन, तपाईँले ठ्याक्कै यो सङ्केत यहीँबाट पाउन सक्नुहुन्छ। र अब ग्रेडको कुरा गरेर थोरै एमएससी ग्रेडिङ सिस्टम के कस्तो छ त्यो पनि बुझ्नुपर्छ। एमएससी ग्रेडिङ सिस्टममा उच्चतम ग्रेड भनेको ए हो र यसले 90 र 90% भन्दा माथिको प्रतिशतलाई सङ्केत गर्छ। र त्यसपछिको ग्रेड भनेको ए माइनस हो, त्यसपछि बी प्लस र न्यूनतम ग्रेड भनेको बी माइनस हो जसले चाहिँ 50 देखि 59.9% लाई कोरेस्पोन्ड गर्छ। र जस्ट अब ग्रेड इन्फ्लेसन केही चर्चा गरिरहँदा होइन एउटा थ्योरी विषयमा जुन हामीले सर्वे गर्ने क्रममा पायौँ र यो थ्योरी विषय भनेको म्याथ फिजिक्स हो। र म्याथ फिजिक्स विषयमा चाहिँ 82% भन्दा धेरै विद्यार्थीको ए आएको देखियो। अर्को शब्दमा भन्नुपर्दा म्याथ फिजिक्स विषयमा 82% भन्दा धेरै विद्यार्थीको 90% माथि अङ्क। यो भौतिक शास्त्र केन्द्रीय विभागको परीक्षा होला। र अब यस्तो ग्रेड इन्फ्लेसन भइरहँदा होइन यो किन गरिँदैछ होइन, यो स्वाभाविक यो क्वेसन उठ्न सक्ला होइन। अब पहिलो त जस्ट अब ग्रेड इन्फ्लेसनको एउटा कारण भनेको मैले तपाईँलाई अहिलेकै प्रसङ्ग जोड्न चाहेँ जुन विदेशी नै विद्यार्थी र जस्ट विदेशी नै सजिलो गर्ने परिपाटीको सिर्जना। अब इन्फ्लेटेड ग्रेड्स छ तपाईँको अभियसली त्यसले पिएचडी कोर्सेसमा इनरोल गर्ने चान्स बढाउन सक्छ होइन। र बढाउन अभियसली यो त ग्यारेन्टी होइन तर स्वाभाविकले तपाईँ सबै विषयमा तपाईँको 4 जिपिए हेरिरहेछ कुनै जस्ट फरेन युनिभर्सिटीको जस्ट अब सेलेक्सन कमिटीको कोही मान्छे छ र उसले सबै तपाईँको 4 जिपिए देखिरहेछ। अभियसली त्यसले चाहिँ अब एउटा तपाईँको जस्ट सर्ट त्यतिखेरको तपाईँको ट्रान्सक्रिप्ट भनेको एउटा स्ट्यान्ड एलोन केस रहन्छ होइन। त्यो सर्च कमिटीमा रहेको मान्छेले अभियसली ठ्याक्क यो युनिभर्सिटीमा त्रिवीमा भनौँ ठ्याक्कै अहिले र त्रिवीमा चाहिँ के कतिको रेयर छ 4 जिपिए के कतिको जस्ट लिबरल्ली प्रदान गरिन्छ त्यो कुरो थाहा हुन्न।
अनि अभियसली त्यसले चाहिँ एउटा एडभान्टेज त अभियसली दिन सक्छ हैन। यो विशेष गरी के कतिको लिबरल छ यो कुरो लुकाइएको कन्टेक्स्टमा। र अर्को कारण चाहिँ जस अब प्रशासनले चाहिँ किन यस्तो हदसम्म 4 GPA बाँड्न सकेको हुन्छ र इन्फ्लेसन किन भइरहेको छ, अभियसली अर्को कारण चाहिँ विद्यार्थी रिजाउनु पनि देखिन्छ। र विद्यार्थी रिजाइयो भने स्वाभाविक रूपले अहिलेको एक्जिस्टिङ स्टेट अफ अफेयर्स रहन्छ, केही प्रश्न उठ्दैन, केही आलोचना उठ्दैन स्वाभाविक रूपले। र म पनि तपाईँलाई अघि पनि चर्ट पर्छ, म पनि भौतिकशास्त्र केन्द्रीय विभागको विद्यार्थी हो। स्वाभाविक रूपले तपाईँले एउटा क्वेसन उठ्न सक्ला कि ठ्याक्क मेरो चाहिँ इभ्यालुएसन कस्तो छ। यदि म पनि डिपार्टमेन्टको विद्यार्थी हो भने तपाईँले मेरो इभ्यालुएसन हेर्नु भने के पाउनुहुन्छ, ठ्याक्कै यो पाउनुहुन्छ। पहिलो प्रथम त हामीले के बुझ्नु पर्यो भने तपाईँका दुई विषयका ग्रेडहरू भनेको मैले विभागकै सरहरूको अब्जर्भेसनमा पाएको ग्रेडहरू हुन् र माथिका 4 विषयका ग्रेडहरू भनेको इन प्रिन्सिपल डिन कार्यालयबाट आउने हुन्। त्यो कारण हाम्रो लागि अहिले सान्दर्भिक ग्रेड भनेको यी 4 विषयको ग्रेडहरू रहेको छ। र यी 4 विषयको ग्रेडहरूमा पहिले बुझ्नुपर्ने कुरो के रहेको छ भने यी 4 विषयको ग्रेडले 40% इन्टर्नल र 60% फाइनल एक्जामका समष्टिगत ग्रेडहरू हुन् यी 4 ग्रेडहरू। र अभियसली जुन अघिकै एमएससी ग्रेडिङ सिस्टमको स्क्रिनसट पुल गर्न चाहे, B- भनेको न्यूनतम पास ग्रेड हो, न्यूनतम पास ग्रेड हो। र यहाँ 3 विषयमा न्यूनतम पास ग्रेड दिएको छ, एउटा विषयमा अनुत्तीर्ण गराइएको छ। र जस्तो यो कसरी सम्भव भयो होला भन्ने क्वेसन पनि तपाईँलाई उठ्न सक्ला हैन। मोटामोटी एउटा चाहिँ जस्ट हाम्रो प्रबन्ध के रहेको छ भने यदि विद्यार्थीले आन्तरिक मूल्याङ्कनमा पूर्णाङ्कको अनुपातमा के कति प्रतिशत ल्याइरहेछ र सँगसँगै अन्तिम लिखित परीक्षामा पनि के कति प्रतिशत ल्याइरहेछ, यदि त्यो दुईटा प्रतिशत बीच 20 वा धेरैको अन्तर भयो भने आन्तरिक मूल्याङ्कनको मार्क्स चाहिँ 80%मा झार्ने प्रावधान रहेको छ। र मलाई लाग्छ यो हुनुमा मलाई लाग्छ एउटा कारण त यो पनि हो। र ठ्याक्क मूलभूत यहाँ के भइरहेछ ठ्याक्क समअप गर्न चाहे हैन। पहिले त एउटा जस्ट ग्रेड इन्फ्लेसन भइरहेको कन्टेक्स्टमा विद्यार्थीलाई एकदमै लिबरल्ली मार्क्स बाढिरहेको कन्टेक्स्टमा चाहिँ एउटा विद्यार्थीलाई अलग ल्याएर 4 सैद्धान्तिक विषयमा चाहिँ टाइट इभ्यालुएसन गरिएको छ। र त्यो टाइट इभ्यालुएसनले चाहिँ एउटा मल्टिप्लायर इफेक्ट ल्याइदियो हैन। र मल्टिप्लायर इफेक्टको कारण चाहिँ इन्टरनल इभ्यालुएसन पनि 80%मा खस्यो र स्वाभाविक रूपले ग्रेडहरू चाहिँ न्यूनतम बिन्दुमा आए सबै ग्रेडहरू। र जस मलाई यहाँ इलेक्ट्रोनिक्स विषयमा उत्तीर्ण गराइएको छ र स्वाभाविकले एउटा क्वेसन उठ्न सक्ला कि म कस्तो विद्यार्थी हो, मेरो परीक्षाहरू के कस्तो भएका थिए हैन। र इलेक्ट्रोनिक्स विषयको चाहिँ मैले क्वेसन पेपर नै पुल गर्न चाहे। इलेक्ट्रोनिक्स विषयमा मैले 4 प्रश्न पूर्ण रूपमा 2 आंशिक रूपमा लेखेको हो। मैले मात्र एउटा क्वेसन जुन 7 नम्बरको स्क्रिनसटमा छैन त्यो छोडेको हो। र स्वाभाविक रूपले कुनै पनि विद्यार्थीले कुनै औसत परीक्षामा यति लेखेर आउँछ भने निश्चय पनि पास गर्ने त अपेक्षा राख्छ नै। र अर्को कुरो के पनि ख्याल गर्नुपर्ने भने यो कुनै औसत परिवेश पनि होइन हैन, कुनै औसत परीक्षा होइन। यो परीक्षाको जस विशेषता भनेको असाधारण लचकता हो। मार्क्स बाढिएको छ हैन। र यस्तो परिवेशमा स्वाभाविक रूपले त थोरै होइन अलिक राम्रो ग्रेड आउने अपेक्षा राखिन्छ होला कसैले पनि स्वाभाविक रूपले। र यही हाराहारीमा जस्ट अब स्वाभाविक रूपले म त यसमा अनुत्तीर्ण छु र यही हाराहारीमा लेख्ने अरू साथीहरूको के कस्तो ग्रेड आएको छ यो पनि क्वेसन उठ्न सक्ला हैन। र त्यो ग्रेड भनेको B+ देखि A सम्म आइरहेको छ यही हाराहारीमा लेख्ने विद्यार्थीहरूको। र जस्ट अब ग्रेड इन्फ्लेसनको परिवेश त फेल गराइरहँदा हैन, जस्ट अब अभियसली त्यो पास नहुनु इन्फ्लेसन भइरहेको कन्टेक्स्टमा न्यूनतम पास ग्रेड पनि नआउनु त अभियसली कमन छैन। ठ्याक्क अब हामीले सर्वेमा यो कुरा पनि यकिन गर्न खोजेको थियौँ हैन। सर्वे गर्ने क्रममा चाहिँ ठ्याक्कै पाइयो भने हामीले जम्मा 3 जना मात्र अनुत्तीर्ण विद्यार्थी भेट्यौँ र इलेक्ट्रोनिक्स विषयमा अनुत्तीर्ण हुने चाहिँ म मात्र 2 विद्यार्थीमा एक थिएँ। अर्को कुरो के पनि आयो र विशेष गरी अर्को अनुत्तीर्ण विद्यार्थीसँगको अन्तर्क्रियामा के पनि आयो भने अब उसलाई चाहिँ इलेक्ट्रोनिक्समा अनुत्तीर्ण भएकोमा कुनै आपत्ति छैन। 1 घण्टाको अवधिमै परीक्षाबाट निक्लेको हुन्, त्यो कारण उसलाई केही आपत्ति नरहेको जनाए
र ठ्याक्कै एउटा यस्तो परिवेश छ कि इलेक्ट्रोनिक्स विषयमा 2 घण्टाको अवधि लेखेर आएर अनुतीर्ण हुने विभागमा अर्को विद्यार्थी भेटिएन, म बाहेक अर्को विद्यार्थी भेटिएन नि त। त्यो कारणले यो यस्तो जस्ट एउटा कन्स्पिकुअस बायस देखिन्छ। र बी माइनस आउने चाहिँ कति कमन छ त यो पनि हेरौँ वा कति अनकमन छ। बी माइनस आउने पनि एकदमै रेयर छ हैन। र एक्चुअली के भेट्यो भने जुन हामीले 64 स्टुडेन्टको सर्वेको कुरो गरौँ, 64 स्टुडेन्ट सर्वे गर्दा क्वान्टम मेकानिक्समा बी माइनस आउने म एक्लो विद्यार्थी, अर्को विद्यार्थी नै भेटेन। र म्याथ फिजिक्समा पनि बी माइनस आउने म 2 विद्यार्थी मध्ये एक। र कुनै पनि विद्यार्थीको 2 विषयमा बी माइनस आएको भेटिएन, कुनै पनि विद्यार्थीको 3 विषयमा बी माइनस आएको भेटिएन। र यी विभिन्न कारणले जस्ट म चाहिँ एउटा आउटलायर जस्तो भएको छु। स्वाभाविक रूपले क्वेसन आउला कि जस्ट अब अपरियनसँग कम्पेयर नगरौँ हैन। म ठ्याक्क मेरो क्लेम के छ भने म औसत विद्यार्थी हो, पाठ्यक्रमलाई औसत समय दिन्छु र अभियसली यदि बायस नहुँदो हो त मेरो मूल्याङ्कन पनि त एभरेज रिजनमा आउँथ्यो। र एकछिनको लागि एभरेज रिजन पनि छोडिदिउँ हैन त, एकदम हामी रक बटममै जाउँ हैन। रक बटम रिजनमा न्यूनतम ग्रेड जो साथीहरुको आइरहेको छ त्यसमा चाहिँ के छ त ग्रेड डिस्ट्रिब्युसनहरु। र चाहिँ जीपीए को अनुसार सर्ट गरेर सर्वे गर्ने स्टुडेन्टहरुको न्यूनतम रिजनका केही ग्रेडहरुको जस्तो एउटा स्क्रिनशट हो। र यसमा देख्न सकिन्छ कि न्यूनतम रिजनमै पनि हेर्नुभयो भने ए माइनस ए पनि तपाईले भेट्न सक्नुहुन्छ, सँगसँगै ए माइनस पनि त्यतिकै कमन छ। र ठ्याक्कै यो पनि सर्वेक्षण गर्ने क्रममा के भेटियो भने कुनै पनि विषयमा ए वा ए माइनस नआउने जम्मा 3 जना विद्यार्थी भेटियो। र बी प्लस पनि हेर्नु भने त्यतिकै कमन छ। र सर्वेकै क्रममा के पनि भेटियो भने कुनै पनि विषयमा ए माइनस वा बी प्लस नआउने म एक्लो विद्यार्थी भेटियो। त्यो कारणले अब बटम रिजनमा पनि तपाईले हेर्नु भने के पाउनुहुन्छ भने कि जस्ट यो इभ्यालुएसन चाहिँ कतिको कठोर छ हैन त, कसैको यस्तो यतिको कठोर इभ्यालुएसन भएको छैन इभन बटम रिजनमा पनि। अब मेरो दाबी के होइन हैन त, यो पनि क्लियर गरौँ। अब मेरो दाबी के होइन भने मैले परीक्षामा सबै क्वेशन गरे, सबै मेरो ए आउनुपर्छ, यो दाबी होइन। र मेरो दाबी चाहिँ के छ भने ठ्याक्क यो म औसत विद्यार्थी हुँ हैन, र मैले औसत समय पाठ्यक्रमलाई दिएको हुँ। तर के भेटिन्छ भने जुन मूल्याङ्कन गर्नेको जुन मूल्याङ्कनको लचकताको कुरो गरौँ, लेनियन्सीको कुरो गरौँ, इभ्यालुएसनको, त्यसमा चाहिँ व्यापक अन्तर देखिन्छ। एउटा कुनै औसत विद्यार्थीको कसरी मूल्याङ्कन भइरहेछ र मेरो कसरी मूल्याङ्कन भइरहेछ त्यो बीच चाहिँ निकै एकदमै सिग्निफिकेन्ट ग्याप देखिन्छ। र यो ग्याप चाहिँ सिस्टमेटिक टार्गेटिङको कारण हो। विद्यार्थीलाई नियोजित तौरबाट टार्गेट गरिएको, यो अरू कारणले हुन सक्दैन। र यदि टार्गेटिङ नहुँदो हो त मेरो इभ्यालुएसन अभियसली एभरेज रिजन त्यसका आसपास हुन्थ्यो। र अर्को तर्क चाहिँ मेला जस्ट अब यो भिडियोको एउटा यसलाई पब्लिस गर्नुको एउटा प्रमुख कारण चाहिँ के हो भने जुन यो टार्गेटिङ भइरहेछ, यो टार्गेटिङ अभियसली एक्जामका धेरै प्रिन्सिपलको भायोलेसन हो। सँगसँगै अब मूलभूत परीक्षाको गोपनीय मूल्याङ्कनको गोपनीयताको भायोलेसन हो। एउटा कुरो भइहाल्यो, जस्तो एउटा विद्यार्थीका 4 पेपरलाई सेपरेट आउट गरेर सेपरेटली एकदमै जस्तो अर्कै धरातललाई मूल्याङ्कन गरिनु हैन, यो त एकदम अख्तियारको चरम दुरुपयोग हो। र त्यो कारण यसप्रति ध्यान आकर्षण हुनुपर्छ भन्ने आशयका साथ पनि मैले भिडियो पब्लिस गरेको। मैले तपाईले एउटा शब्द त भनिहाले, हाम्रो डिस्कोर्समा हाम्रो एउटा नयाँ शब्दको खाँचो छ, ग्रेड स्मृति थियो। सँगसँगै हामीलाई अर्को शब्दको पनि खाँचो छ जुन शब्द हो सममूल्याङ्कन। र ठ्याक्कै यसको अर्थ हुन्छ कि मूल्याङ्कन जुन समान धरातलमा गरिएको छ, पूर्वाग्रह आग्रह केही नराखी। ठ्याक्क हामीलाई यो शब्दको पनि खाँचो छ, किनभने त्रिवीमा आएका समस्याहरूलाई सम्बोधन गर्न यी शब्दहरू आवश्यक देखिन्छ। र प्रश्न आउन सक्छ कि टार्गेट किन, अब टार्गेट गरिनुपर्ने के छन् कारण। र टार्गेट गर्नुपर्ने 2 कारण छन्। 2 मध्ये पहिलो कारण चाहिँ यो हो हैन। अब भौतिकशास्त्र केन्द्रीय विभागमा विशेष गरी 2 जेठा प्राध्यापक बीच चाहिँ एक प्रकारको इन्ड्युरिङ इन्टरनल कन्फ्लिक्ट छ हैन। र विगतमा पनि केही विद्यार्थी त्यसको चपेटमा परेको भन्ने कुराहरू सुनिन्छ। र जस्ट अब एउटा सम्भावना के पनि देखिन्छ भने अब म निश्चित विषय
को प्राध्यापकसँग पढ्न गयो भने र मेरो सक्रियता त्यहाँ भयो भने अरू विद्यार्थी पनि त्यसतर्फ आकर्षित हुन्छन् भन्ने डर देखिन्छ र त्यो कारण चाहिँ जस अब मलाई अनुत्तीर्ण गराइएको छ एउटा विषयमा स्वाभाविक रूपले यसले मलाई थेसिस लेख्न अयोग्य बनाएको छ हैन र सँगसँगै के पनि भइरहेछ भने यसरी एउटा विद्यार्थी चाहिँ एकदम सिस्टमेटिकली टार्गेट भएको देख्दा त्यसले एउटा एकदम त्रासको माहौल सिर्जना गरिएको छ स्वाभाविक रूपले अरू विद्यार्थीमा एक प्रकार त्रासको माहौल सिर्जना गरिएको छ र दोस्रो सम्भावना चाहिँ किन हुन सक्छ भने जस्तो मलाई टार्गेट किन गरिएको थियो विशेष विभागका एक प्राध्यापक जो चाहिँ विद्यार्थीका साना गल्तीमा एकदमै नमिठोसँग झपार्नका लागि जानिएका छन् र मैले चाहिँ एक परिवेशमा चाहिँ उहाँका चाहिँ लेखेका पाठ्यवस्तुहरू चाहिँ एकदमै ध्यान दिएर अध्ययन गरेर जुन स्तरका गल्तीको लागि उहाँ विद्यार्थीलाई झपारिरहनु भएको थियो होइन स्वाभाविक रूपले उहाँ आफैबाट पनि ती गल्तीहरू भएका थिए मैले यो कुरो हुन लागेका थिएँ सम्मानजनक रूपमा र उहाँ प्राध्यापक चाहिँ अघिल्लो ब्याचको ठ्याक्क हामीभन्दा माथिल्लो ब्याचको स्टुडेन्टहरूसँग पनि उहाँहरू बिच पनि उहाँ कन्ट्रोभर्सियल फिगर नै हुनुहुन्थ्यो एउटा सम्भावना यो पनि रहन्छ र अब आउँ मङ्सिर 21मा हामी मङ्सिर 21मा ठ्याक्क यो टार्गेट गरेको जस्तै अलिक कुरा क्लियर भएको थियो होइन तर पनि यसमा रिटोटलिङको रिजल्ट आएको थिएन होइन त्यो कारण ठ्याक्क यो कुनै टेक्निकल एररको कारण यस्तो भयो कि एक्चुअलले यो टार्गेटकै उपज हो होइन यो कुरो क्लियर थिएन तर त्यतिकै बिच हामीले सेन्ट्रल डिपार्टमेन्ट अफ फिजिक्सका विद्यार्थीहरूमाझ हस्ताक्षर सङ्कलन गऱ्यौँ र हस्ताक्षर सङ्कलन गरेर हामीले जब 70 जनाको हस्ताक्षर सङ्कलन गरेर यो ज्ञापन पत्र डिन कार्यालयमा मङ्सिर 21 गते पेश गरेको थियौँ र चाहिँ जुन परीक्षा फलमा यहाँ चाहिँ अलिक त रिटोलिङको रिजल्ट आउनु अगाडि नै यो बुझाएको कारण चाहिँ अब शङ्काको लाभ पनि डिन कार्यालय दिनुपर्छ भन्ने साथीहरूको कुरा आयो र स्वाभाविक रूपले यो जुन पत्र हेर्नुभयो भने चाहिँ त्यसरी नै फ्रेज गरिएको छ होइन तर अभियसली हामीलाई चाहिँ यो अब टेक्निकल एररकै कारणले यस्तो भएको भन्ने चाहिँ अब हामीले त यो लागेको थिएन होइन त यो चाहिँ त्योभन्दा के सिनिस्टर भइरहेछ यहाँ त्यो नै थियो हाम्रो एक्सपेक्टेसन र पुस 6 गते रिटोटलिङको रिजल्ट सार्वजनिक भयो र कुनै पनि विषयमा मूल्याङ्कन परिवर्तन आएन र जस अब रिटोटलिङको रिजल्टको एउटा इन्ट्रेस्टिङ पाटो पनि थियो कि यो रिजल्ट कति छिटो आयो होइन एसेन्सियली यो रिजल्ट परीक्षाफल प्रकाशित भएको 44 डेजमै आयो र त्रिवीको नियम तपाईँ हेर्नुहुन्छ भने कुनै पनि रिजल्ट प्रकाशन भएको 35 डेको टाइम विन्डोसँग तपाईँले रिटोटलिङको लागि एप्लाई गर्न सक्नुहुन्छ र एसेन्सियली यो परीक्षाफल भनेको रिटोटलिङको विन्डो पास्टको टाइम हेर्ने हो भने ठ्याक्क 9 दिनभित्र आयो 9 दिनभित्र पुनर्योगको नतिजा प्रकाशित भयो र त्रिवीको कुनै पनि निकायले यति छिटो परीक्षाफल कुनै पनि प्रकारको प्रकाशन गरेको मलाई चाहिँ यो ज्ञान छैन र 4th सेमेस्टरको पनि हेर्नुभयो भने रिटोटलिङको रिजल्ट अभियसली 4th सेमेस्टरको स्टुडेन्ट पास आउट भइरहेछन् होइन केही छिटै आउला भन्ने अपेक्षा राख्नुहुन्छ र 4th सेमेस्टरको पनि हेर्नु भने 40 दिनमा मात्र प्रकाशन भएको थियो 35 डेको टाइम विन्डो पछिको 40 दिनमा मात्र रिटोटलिङको रिजल्ट आएको थियो 4th सेमेस्टरको अब आउँ हामी माघ 11मा अभियसली माघ 11 चाहिँ ठ्याक्कै हाम्रो 2nd सेमेस्टरको फाइनल एक्जामको केही समय अगाडिको मिति थियो र यसमा चाहिँ डिन कार्यालयबाट निकै अनौठो सूचना आयो र यो सूचनामा चाहिँ पार्सियल विद्यार्थीको लागि परीक्षा फारम भर्नु भन्दै आह्वान गरेको थियो र यो सूचना अनौठो किन पनि छ भने अभियसली फर्स्ट सेमेस्टरमा जुन 4th सेमेस्टरमा त मेकअप एक्जाम हुन्छ अभियसली 2 विषयसम्म अनुत्तीर्ण हुने विद्यार्थीलाई चाहिँ मेकअप एक्जाममा समावेश गराइन्छ हैन तर फर्स्ट सेमेस्टरमा यसरी पार्सियलको फर्म छुट्टै खोल्ने परिपाटी थिएन र लास्ट इयरै पनि हामीले हेर्नु हो भने नियमित तथा सोही सत्रका सोभन्दा अगाडिका सम्मका आंशिक परीक्षाको परीक्षा फारम भर्न एकैचोटि आह्वान गरेको थियो पार्सियलको लागि मात्र फर्म यसरी एक मात्र खुलाउने परिपाटी थिएन अब यो फर्म जस्ट किन आइरहेछ र डिन कार्यालयमै गएर यो कुरो सोध्दा चाहिँ के भन्यो भने यो कोभिडको कारणले आएको भन्यो कोभिडको कालमा चाहिँ के विद्यार्थीहरूलाई चाहिँ अब मारमा परेको छन् उनीहरूको इयर लस हुने भयो भन्यो तर जस्ट अब यो कारण चाहिँ अभियसली अलिक डाइजेस्टेबल छैन किनभने कोभिड
यदि कुनै ब्याचले कोभिडले असर गर्यो, कुनै ब्याच छ कोभिडको असर भएको र त्यसलाई कम्पेन्सेट गर्न चाहिँ यो एक्जाम पार्सियलको अहिले छिटै निकालिएको होइन। यदि यो जस्ट आर्गुमेन्ट बाई गर्ने हो भने अभियसली त्योभन्दा अघिल्लो ब्याचको विद्यार्थीलाई चाहिँ ठ्याक्कै यो प्रबन्ध किन मिलाइएन, यो क्वेसन उठिहाल्छ। किनभने त्योभन्दा अगाडिको ब्याच पनि अभियसली कोभिडले इम्प्याक्ट गरेकै थियो होइन। र त्यतिकै अब जस सामान्य रूपले हेर्दाखेरि चाहिँ जस अब जो योभन्दा अगाडि फर्स्ट सेमेस्टरमा अनुत्तीर्ण भएको थिए उनीहरूसँगै जस यो कुरो सम्बन्धी इन्क्वायर गर्दा पनि जस यस्तो नियमित र आंशिक दुवै विद्यार्थीको सँगै परीक्षा हुने गर्छ र यो बेग्ला बेग्लै फर्म नखोलिने परिपाटी रहेको नै जनाउनुहुन्छ अघिल्ला ब्याचका स्टुडेन्टहरूसँग इन्क्वायर गर्ने हो भने पनि। र ठ्याक्कै जुन विकासक्रम हामीले अहिले देखिरहेका छौँ भौतिक शास्त्र विभागमा जुन टार्गेटिङ गरेको थियो यो सम्बन्धी हामीले पुस 8 गते अख्तियारमा उजुरी पेश गरेको थियौँ र पुस 11 गते उजुरी दर्ता भयो र त्यसको केही दिनपछि बसेको अख्तियारको बैठकले त्रिवी उपकुलपति कार्यालयलाई पत्रचार गरेको जानकारी गरायो र त्यो पत्रचारमा चाहिँ विभागीय छानबिन तथा विभागीय कारबाहीको लागि आह्वान गरिएको थियो र ठ्याक्क त्यो पत्रको विषयमा उपकुलपति कार्यालयमा गएर बुझ्न खोज्दा चाहिँ त्यस्तो कुनै अभिलेख नै उहाँलाई भेट्न अप्ठ्यारो भयो, कर्मचारीहरूलाई अभिलेख पनि भेट्न गाह्रो भयो र ठ्याक्क यो विषयमा चाहिँ अब कुनै अनुगमन भएको छानबिन भएको त्यस्तो देखिएन र अनुगमन निर्देशनालयमा पनि गएर बुझ्दाखेरि यो विषय भौतिक शास्त्र केन्द्रीय विभागको कुनै पनि विषयमा अनुगमन नभएको नै जानकारी आयो। त्यो कारण जस अख्तियारबाट यो पत्र गयो तर त्रिवी उपकुलपति कार्यालयमा त्यस्तो केही भइरहेको देखिएन र स्वाभाविक रूपले अब हामीले अख्तियारलाई जस उजुरी पेश गर्नुको एउटा कारण चाहिँ के थियो भने अब त्रिवीभित्रको दलीयकरण हामीलाई थाहा छँदैछ। अभियसली त्यसले चाहिँ एउटा कन्फ्लिक्ट अफ इन्ट्रेस्ट जेनेरेट गर्छ होइन कुनै पनि इन्डिपेन्डेन्ट इन्भेस्टिगेसनको लागि र कुनै पनि इन्डिपेन्डेन्ट जसले यो निकायले चाहिँ यो प्रकरण हेरिनुपर्छ भन्ने हाम्रो आशय थियो तर दुर्भाग्यवश त्यो भइरहेको छैन अहिलेसम्म चाहिँ। ठ्याक्क अब यो प्रकरणमा हामीसँग यतिको आधार भइरहँदा होइन हामीले यो प्रकरणमा विशेष गरी परीक्षाफल निर्माणमा सबैभन्दा निर्णायक भूमिका खेल्ने र एकअर्कालाई संरक्षण प्रदान गर्ने हामीले 3 पात्रहरूको राजीनामा आएको छ र पहिलो त प्राध्यापक डाक्टर विनिल अर्याल, उहाँ डिन हुनुहुन्छ त्रिवी विज्ञान तथा प्रविधि अध्ययन संस्थानको र अर्को प्राध्यापक भनेको प्राध्यापक डाक्टर ओम प्रकाश निरौला, उहाँ विभागीय प्रमुख हुनुहुन्छ भौतिक शास्त्र केन्द्रीय विभागको र जस उहाँकै निष्क्रियताका कारण चाहिँ भौतिक शास्त्रमा पछिल्लो यस्ता जस व्यतिथिहरू आइरहेका देखिन्छ र प्राध्यापक डाक्टर ईश्वर कोइराला पनि परीक्षा फलमा निर्णायक भूमिका भएको कुरो गर्नुहुन्छ। स्वाभाविक रूपले हामीले पनि उहाँको पनि राजीनामा माग्ने नतिताका आधारमा उहाँको पनि राजीनामा माग्नै पर्यो। प्राध्यापक डाक्टर विनिल अर्यालको यो पहिलो विवाद होइन, पहिलो प्रकरण होइन, यस अगाडि पनि एउटा विवाद भएको थियो जो चाहिँ पुस 29 2075मा जुन एउटा परीक्षासँग सम्बन्धित थियो। सो समयमा परीक्षा क्वान्टम मेकानिक्सको थियो र क्वान्टम मेकानिक्सको यो परीक्षामा चाहिँ रेगुलर र पार्सियल दुई स्टुडेन्ट समावेश थियो। रेगुलरको लागि विशेष गरी न्यू कोर्स अन्तर्गत भइरहेको थियो, पार्सियलको लागि ओल्ड कोर्स अन्तर्गत क्वेसनहरू थिए र यो परीक्षामा चाहिँ ठ्याक्कै 20 विद्यार्थीले त्यतिखेर अधिकांश प्रश्नहरू चाहिँ पाठ्यक्रम बाहिर आएको भनेर परीक्षा बहिष्कार गरेको थिए र परीक्षा बहिष्कार गरियो र पछि शिक्षा अध्यक्षको निर्देशनमा चाहिँ एउटा छानबिन समिति बनेको थियो। अवकाश प्राप्त प्राध्यापकहरूका समूह थियो र प्राध्यापकले हेर्दा चाहिँ ओल्ड कोर्समा यहाँ हेर्न सक्नुहुन्छ कि अधिकांश प्रश्नहरू पाठ्यक्रम बाहिरकै थिए र ठ्याक्कै त्यो हेर्ने हो भने चाहिँ हामीले यहाँदेखि लिएर 1, 2, 3 वटा क्वेसन चाहिँ पुरानो पाठ्यक्रम अन्तर्गत रहेको तर अरू प्रश्नहरू ठ्याक्कै अङ्कबारको हिसाबमा हेर्नुहुन्छ भने 30 मार्क्सको क्वेसन चाहिँ स्पष्ट रूपमा पाठ्यक्रम बाहिरको देखिन्छ र सँगसँगै 2टा क्वेसनलाई चाहिँ ग्रे जोनमा राखिएको छ, यहाँ हेर्न सक्नुहुन्छ। र यस्तो परिवेश थियो, यतिकासम्म क्वेसन चाहिँ पाठ्यक्रम बाहिरको आइरहेको थिए तर पनि यो कृतिलाई सच्याउनुको सट्टा अर्कै खेल भयो र त्रिवीको यो परीक्षामा लापरवाहीको विषयमा चाहिँ विभिन्न जस मिडियामा पनि कुरोहरू बाहिर आए र त्यहाँ यही कुरो बाहिर आयो कि प्रश्नपत्र चाहिँ 12 बजीको एक्जाम थियो, 12 बजी क्वेसन पेपर बाँडेर फेरि क्वेसन पेपर लिएर 1.5 घण्टापछि फेरि त्यही परीक्षा गराएको थियो र
र त्यस्तो परिवेश थियो। चैत्र 13 मा हामी त्यो प्रकरणमा के भयो, चैत्र 13 मा सब्जेक्ट स्ट्यान्डिङ कमिटीले जो चाहिँ विनिल अर्याल सरको अध्यक्षतामा थियो, त्यो कमिटीले चाहिँ डिन कार्यालयलाई एउटा प्रतिवेदन बुझायो। प्रतिवेदनमा चाहिँ भन्यो कि क्वान्टम मेकानिक्सको त्यो क्वेसन चाहिँ पाठ्यक्रम अनुसार आएको थियो, टेक्स्टबुक अनुसार आएको थियो, कोर्स बाहिर आएको थिएन। र यो प्रतिवेदन बनाउने क्रममा चाहिँ यहाँ भनिएको छ कि विषयको स्थायी समितिलाई मात्र बैठकमा बोलाइयो र विषय समितिका अरू सदस्यहरूलाई बोलाइएन, हैन, यो भनिएको थियो। र एसेन्सियली यहाँ के भएको थियो भने प्राध्यापक तथा विनिल अर्यालले आफू निकटकै प्राध्यापकहरूलाई बैठकमा बोलाएर, हैन, जस्ट स्युडो जस्टिफिकेसनहरू तयार गरेर चाहिँ डिन कार्यालयलाई पत्र पठाउनु भएको थियो। अभियसली उहाँको प्रयास भनेको परीक्षालाई वैधता प्रदान गर्ने थियो र त्यसको न्यायोचित कारबाही जे हुन्थ्यो त्योबाट उम्किन्थ्यो। र वैशाख 11 मा ठ्याक्कै यही प्रकरणमा हेर्नुहुन्छ भने रिजल्ट बाहिर आयो र perhaps not so surprisingly परीक्षामा 2/3 विद्यार्थी उत्तीर्ण भए। 2/3 उत्तीर्ण भए र 2 जनाको त 90% माथि अङ्क आयो, हैन। र अब यो कसरी भइरहेछ। वैशाख 12 मा हेर्नुहुन्छ यही प्रकरणमा पनि अब परीक्षा फल प्रकाशित भएको भोलिपल्ट वैशाख 12 गते भौतिकशास्त्र केन्द्रीय विभागमा तालाबन्दी लाग्यो। तालाबन्दी झन्डै 2 महिनासम्म लाग्यो र अन्तिममा एउटा सहमति भयो आन्दोलनरत समूह र प्राध्यापक तथा विनिल अर्याल बीच। र स्वाभाविक रूपले यो सहमति को पालना भएन र असोज 6 गते पहिलो सप्ताहको नियमित परीक्षा अन्तर्गतको क्वान्टम मेकानिक्सको परीक्षा सञ्चालन गरियो र विद्यार्थीहरूले ताला लगाए, परीक्षा रोक्ने प्रयास गरे तर ताला फोरेर पनि एक्जाम गरायो। र जस यो चाहिँ अब नियमित परीक्षा गराएर चाहिँ पुरानोलाई वैधता दिने अर्को प्रयास थियो, यो प्रयास थियो। र असार 29 गते यो विषयमा जस एकजना विद्यार्थीले चाहिँ यो विषयलाई छोड्न चाहेनन् र सर्वोच्च अदालतमा रिट दर्ता गरे। र पुस 10 गते चाहिँ सर्वोच्चमा यो रिट विचाराधीन रहेकै बेला प्राध्यापक तथा विनिल अर्यालको चाहिँ त्रिवी विज्ञान तथा प्रविधि अध्ययन संस्थानको डिनको रूपमा नियुक्ति भयो। असार 15 गते सर्वोच्चमा रिट विचाराधीन रहेको अवस्था छ र असार 15 गते भोलिपल्टका लागि असार 16 गतेका लागि जुन क्वान्टम मेकानिक्सको पहिलो सेमेस्टर अन्तर्गतको ओल्ड कोर्सको क्वेसन थियो यो परीक्षालाई चाहिँ रोक्न सर्वोच्चले अन्तरिम आदेश जारी गर्यो। र चैत 8 गते जुन रिट दायर भएको थियो त्यसमाथि फैसला भयो र सर्वोच्चबाट पुनर्परीक्षा गर्ने परमादेश जारी भयो। र स्वाभाविक रूपले एउटा क्वेसन उठ्न सक्छ कि अब यतिको जस एउटा झुटो प्रतिवेदन बुझाउनदेखि तमाम सजायबाट उम्किने यति प्रयास भइरहँदा पनि अब यस्तो हरकतमा इङ्गेज गर्नेलाई त केही कारबाही हुन्थ्यो होला, सम्भवतः हाम्रो अपेक्षा थियो। दुर्भाग्यवश कारबाही केही भएन। जुन चाहिँ रिट निवेदकको हकमा आशिष पौडेलले चाहिँ यो कुरालाई प्रतिकार गरिरहनु भएको छ र त्रिवीमा पुनर्परीक्षाको परमादेश जुन जारी भयो तर कारबाही भएन र यो अलिक अधुरै खालको सुनवाई थियो। र ठ्याक्कै यही विषयमा चाहिँ मैले रिट निवेदक आशिष पौडेललाई नै ठ्याक्कै कारबाही किन नभएको यो विषयमा इन्क्वायरी गरेको थिएँ र उहाँले भन्नुभयो कि यो चाहिँ शक्तिको आडमा द्वन्द्वहीनता हो, यो के। र यही क्रममा न्यायका लागि 4 वर्षसम्म लडेका आशिष पौडेल अधिवक्ता बन्न पुगे। बिएलको परीक्षा उत्तीर्ण गर्नुभयो उहाँले र सँगसँगै लाइसेन्स पनि परीक्षा उत्तीर्ण गरेर उहाँ कानुन व्यवसायी बनिसक्नु भएको छ। उहाँले यही प्रकरणमा एक खालको एउटा सटिक भविष्यवाणी गरिसक्नु भएको थियो कि विश्वविद्यालयमा गलत मान्छेहरूलाई विराजमान गराउनु चाहिँ व्यतिथिको बन्नु कारण हो, होइन। जुन विनिल अर्यालको नियुक्तिमा उहाँले यो भन्नुभएको र स्वाभाविक रूपले एक हिसाबले भने हिस्ट्री रिपिट भइरहेछ। र
यो प्रकरणमा अर्को रोचक पाटो के पनि थियो भने हामीले अहिलेसम्म पनि थाहा छैन कि जुन विवादित क्वान्टम मेकानिक्सको एक्जाम थियो त्यसको उत्तर पुस्तिका सुरक्षित छन् कि छैनन्, यो विषयमा हामीलाई अहिलेसम्म जानकारी छैन। र जस अब प्रश्न आउला कि जस त्रिवीमा यस्तो जस मेस किन छ र समस्या के छ हाम्रो यहाँ। स्वाभाविक रूपले समस्या संरचनामा देखिन्छ। त्रिवीमा तपाईँलाई थाहा नै छ, कुलपति भनेको प्रधानमन्त्री हो, प्रधानमन्त्रीबाट उपकुलपतिको नियुक्ति हुन्छ र उपकुलपतिको रेकमेन्डेसनमा रेक्टर रेजिस्ट्रारको नियुक्ति फेरि प्रधानमन्त्रीबाट हुन्छ। र जस यो परिपाटीले चाहिँ अब विश्वविद्यालयका सबैभन्दा उच्च ओहदाका पदहरू चाहिँ एउटा राजनीतिक भागबण्डका शिकार भएको छ। र जुन त्रिवीभित्रै पनि भिसी रेक्टर रेजिस्ट्रारको यी 3 जनाको समूह भनेको जस TU एक्जिक्युटिभ काउन्सिलको निर्णायक पात्रहरू। र अभियसली त्रिवी एक्जिक्युटिभ काउन्सिलले चाहिँ डिनदेखि लिएर विभागीय प्रमुखदेखि लिएर क्याम्पस प्रमुख, सेवा आयोग अध्यक्षदेखि सबैको नियुक्ति गर्ने भएको कारण चाहिँ सबै नियुक्तिमा एक प्रकारको राजनीतिक भागबण्डाको परिपाटी छ अहिले। र अभियसली यो परिपाटी सुधार हुनुपर्छको लागि पनि आवाज उठिरहेछ, त्रिवी पुनर्संरचनाको पनि आवाज उठिरहेछ। र विद्यार्थी जमात पनि हामी साँच्चै त्रिवी सुधारको लागि सिरियस छौँ भने चाहिँ हामीले चाहिँ यस्ता आवाजहरूलाई एम्प्लिफाई गर्नुपर्छ। र अभियसली एउटा जस वैकल्पिक व्यवस्था के प्रस्तावित गरिएको छ भने चाहिँ त्रिवीका उच्च ओहदाका सबै नियुक्तिहरूलाई चाहिँ एउटा गभर्निङ बडी जुन बोर्ड अफ ट्रस्टिज हुन सक्ला, युनिभर्सिटी काउन्सिल हुन सक्ला, त्यसले ओभरसी गर्नुपर्छ हैन। यसमा राजनीतिक भागबण्डा हुनु हुँदैन। ठ्याक्कै यो वैकल्पिक व्यवस्थाको प्रस्ताव राखिएको छ। अब त्रिवीका दीर्घकालीन सुधारमा यो कुरा भयो। अब हालका लागि चाहिँ हामीले चाहिँ यो प्रकरणमा चाहिँ अब प्राध्यापक डाक्टर बिनी लहरियालका विगतका यस्ता हरकत जानिरहँदा र विशेष गरी हाम्रो वर्तमान परिवेशमा अहिले के भइरहेछ भौतिक शास्त्रको जानिरहँदा चाहिँ हामीले चाहिँ उहाँको चाहिँ नैतिकताको आधारमा राजीनामा मागिरहेछौँ। र जो साथीहरू चाहिँ हामीप्रति एकबद्धता जनाउन चाहनुहुन्छ भने कृपया #NotMyDean लेखेर एकबद्धता जनाउन सक्नुहुन्छ। र जस अर्को एउटा परिवेश पनि के रहेको छ भने जुन आशिष पौडेलजी हुनुहुन्थ्यो, उहाँ रिट निवेदक, उहाँले अहिलेसम्म क्वान्टम मेकानिक्सको त्यो विवादित परीक्षा लेख्नु भएको थिएन र उहाँ परीक्षा दिन वातावरण नरहेको भनिरहनु भएको छ। किनभने स्वाभाविक रूपले सर्वोच्च अदालतसम्म प्रकरण गइरहेछ। रिएक्जामको लागि चाहिँ सर्वोच्चबाट परामर्श पनि जारी भएको अवस्था छ। यस्तो परिवेशमा चाहिँ जस डिनलाई कारबाही नहुँदो हो त परीक्षामा बस्नुको औचित्य देखिँदैन। उहाँको ठ्याक्कै अब सेमिस्टरको अब हुन आँटेको एक्जामसँगै चाहिँ उहाँको एमएससी पिरियड पनि एक्सपायर हुँदैछ। त्यो कारण उहाँसँग पनि धेरै समय छैन। त्यही कारण जस अब यो वातावरण बन्ने नबन्ने जस हामीले पनि यसमा जस एउटा कसरत चाहिँ अभियसली गर्नै पर्छ। समय दिनुभएकोमा धन्यवाद।